2 मिनेट लिनको लागि चाहिँ सायद त्यो न्यायोचित पनि हुन्छ, किनकि मैले 1 वर्षको मेरो जीवनको समय यो कम्पनीको निम्ति तपाईँहरूको सेफ्टीको र आफ्नै साइट सेफ्टीको लागि मैले अहिलेसम्म 1 वर्ष समय दिएँ। त्यो कारणले म 2 मिनेट मात्र लिन्छु ल। सबैलाई न्यानो अभिवादन, सबैलाई सेफ्टीको साथ काम गरिरहेछौँ। हामी 216 मा कार्यरत छौँ। रसवाली कतिजना हुनुहुन्छ हात उठाइदिनु त एकचोटि। निर्धक्क तरिकाले रसवालीहरू कतिजना हुनुहुन्छ हात उठाइदिनु त। ओके, तल राखिदिनु ल। मेरो नाम विनोद थिङ, घर मणिगाउँ, उमेर 28, चुनाव चिन्ह कुखुराको भाले लिएर यसपालि रसुवा जिल्लाको प्रतिनिधि सभाको उम्मेदवारी दिएको छु। जस्तै तपाईँ हामीले हाम्रो सेफ्टीको निम्ति, साइड सेफ्टीको निम्ति हाम्रो हात खुट्टा नबाचियोस्, नलडियोस् भनेर हामीले साइडमा विभिन्न सेफ्टी अपनाउँछ कि अपनाउँदैन? सबैले अपनाउँछ, अपनाउनु भइरहेछ नि छ। बारम्बार हामी यहाँ टिभीमा तपाईँहरूलाई साइड सेफ्टीको विषयमा कसरी हुन्छ हामी सुरक्षित हुने, जसरी अहिले पूर्वबाट पश्चिमबाट धेरै ठाउँहरूबाट तपाईँहरू आउनु भएको छ, अहिले सुरक्षित तरिकाले काम गर्नु भइरहेको छ होइन। तपाईँहरू जुन तरिकाले आउनुभएको थियो त्यो तरिकाले अलिकति आर्थिक स्रोत चाहिँ तपाईँहरूले सञ्चित गरेर, सेभिङ गरेर चाहिँ तपाईँहरू परिवारहरू चाहिँ भविष्य सुरक्षित बनाउनको लागि सङ्घर्ष गर्नु भइरहेको हो नि त यहाँ, होइन हो नि। त्यो भएको कारणले हामीले हाम्रो व्यक्तिगत सुरक्षाको निम्ति, हाम्रो घर परिवारको फ्युचर चाहिँ सेक्योर गर्नको निम्ति हामीले सेफ्टी अपनाउँछ कि अपनाउँदैन? अपनाउँछ। अहिले चाहिँ फेरि देश बढ्छ, हामीले हाम्रो जब एउटा शरीरको निम्ति त हामीले कति सतर्कता अपनाएर यति धेरै सेफ्टी अफिसरहरू चाहिँ अहिले युज भएर साइडमा यसरी काम भइरहेछ भने देशको कुरामा सेफ्टी अपनाउनु पर्यो कि परेन? पर्यो। त्यो भएको कारणले देशमा ठुलो विषम परिस्थितिबाट देश गुज्रिरहेको कारणले गर्दा फागुन 21 गते देशमा निर्वाचन हुँदैछ, देशैभरि चुनाव हुँदैछ। त्यो चुनावमा चाहिँ अनि म आफै पनि होमिएको छु। रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको निम्ति मैले उम्मेदवारी दिइसकेँ। अस्ति माघको 6 गते धुन्चेमा गएर उम्मेदवारी दिनुपर्ने दियो, अनि त्यहाँ जाँचबुझ गर्नेदेखि ल्याएर सबै अफिसियल कामहरू चाहिँ जति पनि थियो त्यो त सबै सकेर हिजो अन्तिम नामावली निस्केको छ। त्यो भएको कारणले गर्दाखेरि मेरो नाम पनि समावेश भएर रसुवा जिल्लामा 12 जना उम्मेदवारहरू मध्येमा मेरो पनि नाम छ। मेरो चाहिँ पार्टी भन्नुहुन्छ भने मङ्गोल नेसनल अर्गनाइजेसन हो। चुनाव चिन्ह के हो भन्नुहुन्छ भने चुनाव चिन्ह कुखुराको भाले। फेरि भाले कस्तो खाले फेरि चुनाव चिन्ह भनेर नआत्तिनु ल। जस्तै हाम्रो कुलपूजामा हरेक कुरामा संस्कार संस्कृतिमा पनि चाहिने भाले, सुत्केरीलाई खुवाउँदा ताकतिलो पनि भाले। तर फेरि त्यो ताकतिलो खाने भाले चाहिँ खोरको हो। यो भाले चाहिँ कस्तो खाले भाले हो भन्दा हाम्रो समाज सुतेको छ, राजनीति गर्दा के हुन्छ होइन, नेताले गर्ने काम के हो पनि थाहा छैन, राजनीति भनेको पनि के थाहा छैन, देश कसरी बर्बाद भयो भने पनि थाहा छैन। हाम्रो समाज समुदायहरू सुतिरहेछ, छ कि छैन? छ हो। सुतिरहेको समाजलाई, सुतिरहेको मान्छेहरूलाई चाहिँ भाले बासेर जसरी बिउजाउँछ त्यसरी नै चाहिँ देशैभरि भाले बासेको छ। अब हामी उठ्नु पर्ने छ। विशेष गरी रसुवाली तपाईँहरू सबै दाजुभाइहरूलाई म के भन्छु भन्दा रसुवा जिल्लामा यसपालि हामी 64 मा उठ्यौँ, 70 मा उठ्यौँ, 74 मा उठ्यौँ, हामी 79 मा उठ्दाखेरि हामी तेस्रो दल भएर चाहिँ अगाडि बढेका छौँ। त्यो भएको कारणले गर्दा यसपालि रसुवालीले युवा खोजेको हो कि होइन? हो, म युवा पनि हो। जेन्जी खोजेको हो कि होइन? म आफै जेन्जी पनि हो होइन। नयाँ दल खोजेको, मेरो नयाँ दल हो कि होइन? नयाँ दल पनि हो। सबै कुराहरूले म परिपक्व भएको कारणले मैले 1 महिना अगाडि राजीनामा दिएको थिएँ। 1 महिना अगाडि राजीनामा दिएर म यो राजनीतिक मैदानमा होमिएको छु। रसुवा जिल्लामा 8 वर्षदेखि निरन्तर सङ्घर्ष गरेर हिँडिरहेको छु। म 1 वर्ष काम गर्छु, 6 महिना काम गर्छु, अलिकति आर्थिक स्रोतलाई चाहिँ म अलिकति पैसा सेभिङ गर्छु। फेरि त्यो पैसा सेभिङ गरेको पैसालाई फेरि म रसुवाली जनताहरूको गाउँमा घरमा गएर चाहिँ जगाउने, बिउजाउने कामहरू चाहिँ गरिरहेको छु म निरन्तर है। त्यो भएको कारणले सम्पूर्ण रसुवाली, विशेष गरी तपाईँ सम्पूर्ण वृहत नेपालीहरूलाई चाहिँ यसपालि चुनाव चिन्ह भालेमा मत हालिदिनु भनेर आह्वान पनि गर्न चाहन्छु। र विशेष गरी रसुवाली जनताहरू हेर्नुहोस्, हामीले साइडको सेफ्टी मात्र हेरेर हुँदैन, हामीले रसुवाको सुरक्षाको सेफ्टी हेर्नु पर्यो, हाम्रो भविष्यको सेफ्टी हेर्नु पर्यो, आफ्नो छोराछोरीको भविष्य हेर्नु पर्यो। त्यो भएको कारणले गर्दा यसपालि पैसा र प्रलोभनभन्दा अलिकति माथि उठेर तपाईँहरूले दुःख त गर्नै पर्यो कि परेन? कुनै नेताले आएर 10,000 पैसा दिए पनि त्यो 10,000ले त सधैँभरि जिन्दगी चल्छ? चल्दैन। 1 हप्ता चल्ला, 1 महिना चल्ला, तर त्यो पछि त आफूले दुःख गर्नै परेको छ नि त। त्यो भएको कारणले त्यो आफ्नो व्यक्तिगत स्वार्थभन्दा अलिकति लालचभन्दा चाहिँ माथि उठेर तपाईँहरूले यसपालि मतदान गर्नुहुन्छ भन्ने मैले आशा राखेको छु। फेरि पनि भने समय छैन हामीसँग। आफ्नो सेफ्टी होइन, देशको पनि सेफ्टी हेर्नु, देशको पनि भविष्य हेर्नु भन्ने आह्वान गर्दै नाम विनोद थिङ,
चुनाव चिन्ह कुखुराको भाले लिएर म उठेको छु। मैले राजीनामा 1 महिना अगाडि दिइसकेको थिएँ। अब मेरो अन्तिम दिन आज। म यहाँ तपाईँ सबैलाई भोट अपिल गरेँ, जाँदैछु। धेरै टाढा टाढा पुग्नु छ, रसुवा जिल्लाको कुना कन्दराहरू धाउनु पर्ने छ। ल सबैजनाले यसपालि चाहिँ भालेमा भोट हाल्नु भन्ने आह्वान गर्दै अहिलेको निमित्त चाहिँ तपाईँहरू सबैबाट टाढा हुन चाहन्छु। अब हामी आगामी दिनमा भेट्ने नै छौँ, तर साइडमा भेट्दैनौँ। मैले कतिपय कदम कदाचित तपाईँहरूलाई गाली गरेँ होला, कराएँ होला, मनमुटावहरू भयो होला, कतिपयले त कति खडुस मान्छे रहेछ भन्ने पनि भयो होला। भयो कि भएन? भयो? ल ठिक छ, भए पनि नभए पनि मेरो लागि कसैले गलत सोच्नु भएको थियो भने ठिक छ। मैले कुनै गल्तीहरू गरेँ भने तपाईँहरू सम्पूर्णलाई क्षमा प्रार्थी छु। सायद मैले गरेँ जस्तो चाहिँ लाग्दैन, किनकि तपाईँहरूकै सुरक्षाको लागि कराएको हुन्थेँ, तपाईँहरूकै सुरक्षाको लागि म बोलिरहेको हुन्थेँ, झर्किरहेको हुन्थेँ। त्यो भएको कारणले मनमा नलिनु। जिन्दगी लामो छ, हाम्रो यात्रा अगाडि बढाउनु पर्ने छ। कतिपय साथीहरूले मलाई पनि झर्किनु भयो होला, के गर्नुभयो होला, मैले पनि तपाईँहरूको कुनै पनि कुराहरू मनमा लिएको छैन, तपाईँहरूले लिनु भएको छैन होला भन्दै फागुन 21मा चुनाव चिन्ह के हो रे? भाले। भालेलाई माया गर्नु पर्यो। भाले बास्या छ, भाले बास्यो, अब बिउजिनुपर्छ भन्दै अब हामी जाग्नुपर्छ भन्दै अहिले चाहिँ तपाईँहरू सबैलाई चाहिँ नो सेफ्टी नो वर्क भन्दै म अन्तिममा म आफै स्लोगन गर्छु र सबैजनाले अन्तिम यति चाहिँ साथ दिइदिनु होला है त। ल सबैले एकचोटि ल पोजिसन लिनु त। यो ऐतिहासिक मोमेन्ट हो। फागुन 23 गते विनोद थिङले रसुवामा चुनाव जितेको दिन तपाईँहरू सबैजना त्यो विजयको भागीदारी हुनुहुन्छ क्या, हो कि न? ल ल अन्तिम पटक मेरो मुखबाट पनि नो सेफ्टी भन्छु, तपाईँहरू नो वर्क भन्नुहोस्। हामी है सेफ्टी नभइकन काम नगर्ने है साथी हो है। सेफ्टी अफिसरहरूसँग नरिसाउने, कोरियन सरहरू हुनुहुन्छ म्यानेजमेन्ट टिमको, नरिसाउने, तपाईँहरूकै लागि भनेको है। ल रेडी, सबैले जोरको साथ भन्नु पर्यो ल, आज फर्किनु पर्यो यो है। ल रेडी, नो सेफ्टी नो सेफ्टी नो सेफ्टी। ल सबैलाई धन्यवाद।